कल्पना गर्नुहोस् आज राति तपाईँ सुन्न जानुहुन्छ, सबै कुरा सामान्य छ, मोबाइल बन्द गर्नुहुन्छ, परिवारसँग कुरा गर्नुहुन्छ, भोलिको योजना बनाउनुहुन्छ, तर तपाईँलाई थाहा छैन यो पृथ्वीमा तपाईँको अन्तिम रात हुनसक्छ। अब अर्को दृश्य कल्पना गर्नुहोस्, आँखा खुल्छ तर यो तपाईँको कोठा होइन, यो अस्पताल होइन, यो पृथ्वी पनि होइन, तपाईँ एक विशाल असीमित शब्दले वर्णन गर्न नसकिने उपस्थितिको अगाडि उभिनुभएको छ। त्यहाँ कुनै अन्धकार छैन तर सूर्य पनि छैन, त्यहाँ कुनै आवाज छैन तर सम्पूर्ण सृष्टि मौन छ। तपाईँ एक्लै हुनुहुन्छ, तपाईँको परिवार छैन, तपाईँको साथीहरू छैनन्, तपाईँको वकिल छैन, तपाईँको सम्पत्ति छैन, तपाईँको पद छैन, तपाईँको सामाजिक प्रतिष्ठा छैन, तपाईँसँग एउटा मात्र कुरा छ, तपाईँको जीवन र तपाईँको अगाडि एक महान सेतो सिंहासन। त्यस सिंहासनमा बस्नुहुने व्यक्ति कुनै साधारण न्यायाधीश हुनुहुन्न, उहाँ सम्पूर्ण ब्रह्माण्डका सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। बाइबलमा भन्छ प्रकाशित वाक्य 20:11, त्यसपछि मैले एउटा ठुलो सेतो सिंहासन र त्यसमा विराजमान हुनुहुने देखेँ। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागे तर तिनीहरूका कुनै ठाउँ भेटिएन, तिनीहरूका लागि कुनै ठाउँ भेटिएन। कति अद्भुत दृश्य! बाइबलले भन्दैन कि मानिसहरू परमेश्वर भागे, बरु पृथ्वी र आकाश नै उहाँको उपस्थितिबाट हटे। किनकि परमेश्वरको महिमा, परमेश्वरको पवित्रता, परमेश्वरको न्याय यति महान छ कि पुरानो सृष्टिको अध्याय समाप्त हुन्छ। अब कुनै राष्ट्र छैन, कुनै सीमा छैन, कुनै भाषा, जाति, वर्गको विभाजन छैन। सबै मानिस एउटै स्थानमा उभिएका छन्। किनकि न्यायको दिन आएको छ। तर एउटा प्रश्न, यदि आज तपाईँलाई परमेश्वरको अगाडि उभिन भनियो भने के तपाईँ तयार हुनुहुन्छ? सायद तपाईँ भन्नुहुन्छ, म त नराम्रो मानिस होइन, मैले कसैको हत्या गरेको छैन, म चर्च जान्छु, म प्रार्थना गर्छु, म दान पनि गर्छु, तर केही सबै कुरा परमेश्वरको न्यायमा तपाईँलाई निर्दोष ठहराउन सक्छ? यही प्रश्नको उत्तर आज हामी बाइबलबाट खोज्नेछौँ। न्यायको दिन कल्पना होइन। धेरै मानिस भन्छन् न्यायको दिन त मानिसलाई डराउन बनाइएको कथा हो। तर दाजुभाइ दिदीबहिनीहरू, यदि बाइबल सत्य हो, यदि यसो साँच्चै मृत्युमाथि विजय हुनुभयो, यदि उहाँ पूर्णतान हुनुभयो भने उहाँले भन्नुभएको न्यायको दिन पनि एकदमै सत्य हो। यसोले भन्नुभयो, यसमा अचम्म नमान, किनकि त्यो घडी आउँदैछ जब चिहानमा भएका सबैले उहाँको आवाज सुन्नेछन् र बाहिर निस्कनेछन्। ध्यान दिनुहोस्, सबैले, केवल विश्वासीहरू होइन, केवल अविश्वासीहरू होइन, सबैले, राजाहरू, राष्ट्रपतिहरू, धनीहरू, गरिबहरू, विद्वानहरू, अशिक्षितहरू, प्रचारकहरू, विद्यार्थीहरू, तपाईँ र म, हामी सबै एउटा सत्य जुन संसारले बिर्सिएको छ। आज संसारले हामीलाई सिकाउँछ आफ्नो सत्य आफै बनाऊ, तिमीलाई जे ठिक लाग्छ त्यही गर। तर बाइबलले भन्छ परमेश्वरको अगाडि एउटा मात्र सत्य छ, उहाँको पवित्र चरित्र, उहाँको वचन र उहाँको न्याय। त्यस दिन कुनै बहाना चल्ने छैन, कुनै भ्रष्टाचार चल्ने छैन, कुनै सिफारिस हुने छैन, कुनै घुस चल्ने छैन, किनकि न्याय गर्ने व्यक्ति पूर्ण रूपमा पवित्र हुनुहुन्छ। आजको भेटीको उद्देश्य तपाईँहरूलाई म डराउन चाहन्न, म तपाईँलाई तयार हुन बोलाउन चाहन्छु, किनकि परमेश्वरको न्यायको कथा डरमा समाप्त हुँदैन, यो अनुग्रहमा समाप्त हुन्छ। किनकि यही बाइबलले हामीलाई एउटा अद्भुत समाचार पनि दिन्छ। न्यायाधीश स्वयं हाम्रो उद्धारकर्ता बन्न पृथ्वीमा आउनुभयो। त्यसैले आज हामी डरका साथ होइन, नम्र हृदयले परमेश्वरको वचन खोल्नेछौँ। विजडम एन्ड फेथ परिवार, हाम्रो अनुरोध यो हो, कुनै पनि शिक्षा सुन्दा त्यसलाई अन्ध रूपमा स्वीकार नगर्नुहोस्। बाइबल आफै खोल्नुहोस्, प्रार्थना गर्नुहोस्, अध्ययन गर्नुहोस् र परमेश्वरको वचनले जे भन्छ त्यसलाई नै आफ्नो जीवनको आधार बनाउनुहोस्। अर्को अध्ययनमा हामी फेरि परमेश्वरको वचनसँग भेट्नेछौँ। तबसम्म परमेश्वर ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तपाईँ सबैसँग रहोस्। आमेन।